हेलो गाइस, वेलकम टु माई न्यू ब्लग। अहिले मैले धेरै समयसम्म ब्लग हालेको थिइनँ। आज चाहिँ हामी अब अल्बर्ट पार्क घुम्न जान लागेको छौँ, बुढी र म मात्रै। लेट्स सी व्हाट ह्यापन है त। हामी चाहिँ जानको लागि रेडी भइसक्यौँ, बुढाबुढी टक्क लाएर। कहाँ जानु लाग्यो हामी आज बुढो? केटी खोज्न। केटी खोज्न कसको लागि? हजुरको लागि। ओके ल है, म त कति भाग्यमानी आफ्नो बुढीले केटी खोजिदिनु रे। आइएम सो लकी गाइज। ओके गाइज, हामी चाहिँ निस्क्यौँ है अहिले घरबाट बाहिर, अल्बर्ट पार्कतिर जान लाग्छौँ। ल मेसेज गर्नु भरेछ नि, किन हो? निस्किँदै भर्खरै निस्केको भाइ। बेलुका खै 6 बज्छ कि माइजू? ए होइन नि, 1 घन्टामा आउँदैन, 2 घन्टा त लाग्ला। अब आएर सामानहरू पनि किन्न छ, त्यही ग्रोसरी सामान किनेर आउँदा 7 साढे 7 बजे हुन्छ होला। अनि एकछिन रेस्ट गरेर निस्किउँला, बाहिर गेम खेल्न जाउँला नि। कहिले हो त? साढे 7 8 बजीतिर जाने, 2 घन्टामा त भ्याइन्छ होला नि। ए ल ल ल माइजू हुन्छ ल। ल गाइज, हामी अहिले स्काई टावर, यो चाहिँ क्यासिनो हो। यो स्काई टावरतिर मैले एक्जाम दिएको लाइसेन्स खोज्यो, त्यहाँ ए भन्ने छ त्यहाँनिर। ल हामी अहिले अल्बर्ट पार्कतिर निस्किँदैछौँ, धेरै समय त लाग्दैन, थोरै हो। अनि अहिले ग्रोसरी पनि किन्न जान्छौँ, ग्रोसरी नि हेरौँ के कति पर्दो रहेछ। ओके गाइस, हामी चाहिँ अब अल्बर्ट पार्क हिँडेको थियौँ होइन, बुढीले चाहिँ मिसन बेजाम भनेर हैरान गरी, त्यही भएर हामी चाहिँ अहिले अब मिसन के अरे बिच होइन, मिसन बेतिर जाँदैछौँ। यस्तो भ्लग जहिले पनि रङ हुन्छ हाम्रो यार, किन होला यार है बुढी? यहाँ $2 त्यहाँ छ। म त अनप्लानमा $2 म त अनप्लानमा हिँडेको, सबै कुरो सक्सेस हुन्छ भन्छ क्या अरे। होइन भ्याउँदैन के हो, दिमाग कता डुलाइयो मेरो स्वास्नीले। त्यसमा लबाट रहन्छ कि माथि मोबाइल राख्न, बुझ हेर्नु पऱ्यो नि म्याप। के हामी अब हेरौँ बाटोमा के देखिन्छ। म बुढीलाई भिडियो गर्न दिन्छु, बुढीले मजाले के अरे गिम्बेलबाट चाहिँ भिडियो बनाउँछ है। यहाँ चाहिँ गोजीमा ठक्क गोजीमा राखेर आएछ गाइज मैले। ओ हाम्रो नि स्टार्ट हुनु पऱ्यो नि, हाम्रो स्टार्ट कताबाट हुँदैन त्यहाँ स्टार्ट गर। तिम्रो हेर, यसले चाहिँ सट्टै हामी रङ डिरेक्सनमा छौँ। ल हामी चाहिँ मिसन यहाँबाट आउन पाइन्थ्यो त। मिसन बेको लागि रेडी भरेको छौँ। हेलो गाइस, नो प्रब्लम। कति राम्रो हिट। खै बुढी छोडेर लोकेसनमा आइहालेन हामी। ल हामी चाहिँ ब्रुटोमार्ट निस्क्यौँ है अहिले यहाँबाट टक्क लाएर। अहिले चाहिँ हामी कहाँ लाग्यो, अगाडि क्यामेरामा ध्यान दिनु पऱ्यो, त्यहाँ ध्यान नदियो है, त्यहाँ म ध्यान दिन्छु। भएन बास भयो, धेरै भयो। हाँस लाग्यो मलाई त। खाता खोलेको पेन देखाइदिएको हात क्या मुस्लिम सुरुमा गाह्रो हुन्छ, ठिक छ केही छैन। सही मजा आयो हात बस। अहिले सिक्दैछौँ नि त, त्यही भएर मिल्दैन कि गाई छ है। म त चलाउनै आएन, आउँदैन नि, भर्खर चाहिँ सिक्दैछौँ। अनि कहाँबाट आउँछ त नि बुढी? किन आज क्वालिटी खासै राम्रो न। ओए खै त कता गयो त्यो म्याप? ला ए यहाँ ल बाबा। ल गाइज, हामी त्यही ब्रुटोमार्ट हेर न, कहाँ देखाएको कि बुढी तिमीले? आऊ तिमीले चलाऊ।
म क्यामेरा गर्छु छोड लाउनु छोड झर यो ढकाल्नै सक्दैन केन तिमीले धकालेर स्टार्ट गर म पछाडि बस्छु भइहाल्यो नि ल हामी चाहिँ ब्रुटो मार्टमा छौँ यो सिधाको त ब्रुटो मार्ट हो गाइज मैले त चलाउन जानेन मेरो बुढीले के चलाउन जान्थ्यो र बिचरा मलाई हेर्दैछ ढकालेर मलाई ढकालेर तिमीले चलाउनु त्यस्तै हो बुढी मैले थाहा भइसक्यो छोड मान्छेलाई हान्लौ रुख एकछिन यता होइन यता हो के म्याप हेर न पागल ल हामी ब्रुटो मार्टबाट चाहिँ अहिले निस्केर होइन बुढीले राइड गरेपछि नि अहिले चाहिँ ल चल मैले चाहिँ उस गर्छु बुढीले राइड गरेपछि मस्त लगाएर नि हामी उल्टो डिरेक्सनमा छौँ कि खै? कता कता पुग्नु उल्टो ब्रुटो मार्ट यतिबाट रिटर्नबाट होइन कहाँ हुँदैन नि हामी कता गयौँ त यतै होइन मिसन बे रोक त रोक म फेरि खोज्छु तिमी हिँड्नलाई म भन्छु कता कताबाट हो क्यामेरा अफ गरिदिउँ त एकछिन ल अहिले चाहिँ अहिलेको लागि चाहिँ ल मेरो बुढी मक्क भएको रे हामी चाहिँ मिसन बे निस्केको गाइज कता हरायो यहाँ तेरिका दिमाग खराब यहाँबाट ल बुढी यता हेर कता रहेछ ल म समाइदिन्छु त डोन्ट वरी वाइ वरी द्याट यो कता हो र यो समात है लाइनमा अफ गर्छ है मलाई चलाउनु नि आउँदैन ओइ वाउ हाई ह्यान्डसम उइ लाइटै खुल्यो गइदिउँ न यहाँ नजाम सिक चलाउनु सिक बुढी बिस्तारै कता कता के दियो सब सिक र हाम्रो लेडी भ्लगर आयो लेडी भ्लगर कस्तो सही देखेको यो पार्ट उतापट्टिबाट जाने हो कि जस्तो लाग्यो मलाई चाहिँ यहाँबाट त सिधै देखेर कस्ट्युम्स स्ट्रिट अरे यता जानु पर्थ्यो कि हामी त्यता हो कस्ट्युम्स स्ट्रिट कस्ट्युम स्ट्रिट होइन यो म्यापको अनुसार चाहिँ उता देखाएको थियो कि त्यसले उतै जाऊँ न त उता जाउँ है देखाए फोटो उता नि जान मिल्छ त देखा चाहिँ म्याप त्यतै यस देखाए यस होइन त्यही थियो क्या त्यतै थियो खास ल हिँड नि त छिटो मलाई नकराउनु है अहिले फेरि तिमीलाई मैले कराछु र ए त्यतै थियो कि त्यतै थियो भन कहाँ गयो तिम्रो भिडियो बुढी भिडियो हेर भिडियो सरी भिडियो त कता गयो ठिक छ यस वी आर इन द कस्तो राइट बवा लाग्यो है गिम्बेलले यसमा एडिट नि हुन्छ जामिन होइन यो पछुवा दौडा जस्तो दौडियो अरे खराब बाइक तान्दै म फुटु टुटु ठिक छ एङ्गल एङ्गल ठिक छ तान्दै
अहिले यी पर्फेक्ट ठिक छ केही बोलाउनु दिँदैन हुक्का तान्दै मुसुटुटुटु तेरिङ तेरिङ उही घन्टी त्यो गाडी हेर्नु न। बजाउँदा सहरैमा त्यो गाडी उच्च गाडी यहाँबाट जुम आउट जुम इन हो कि जुम आउट जुम इनै नहुने बिग्रेछ क्या बिग्रेको परेछ क्या हामीलाई चाहिँ ए फिर्ता गरिदिनु हुन्छ नि त छोडिदेऊ कस्तो एडिट भएर आएको हो र के भिडियो भिडियो, अँ। छैन एडिट गर्न मेरो त बवाल है सानो गाडी नि लुटेर किडन्याप गरेर लान्छ जुम गर न जुम पुरै जुम गर तर क्लियर आएन नि त हेर नि त्यो लाइनलाई अफसोस किन्न सकिँदैन अहिले किन नसकिने हो र किन्छु नि जसरी नि त्यसै नसकिने रे बुढी हो र जसरी नि किन्छु मैले त्यो स्पोर्ट कार दिएँ एउटा जाम न त कहाँ किन्न अहिले नै अँ अहिले त अब लौ तिमी बनाउनु चलाउँछ उही कहाँ पुग्यौँ हामी हाम्रो त्यो होइन म्याप ठाउँमै छ हामी हच्चाको भरमा म्याप लाएर हिँडेछौँ चिलमा हिँडेछौँ हामी कता कता पुग्ने थाहा छैन यार कुन ठाउँ हो यो ठाउँ पनि भनिदिनु पऱ्यो नि यो बिच बल्ल स्पिड आयो ल राम्ररी समात है त बिच तिमीले मलाई पछाडि समातेर बस्यौ त अनि यो अफ तिमी गरिदिन्छ धत्किन्छौ नि त फेरि अफ गरिदिउँ यहाँबाट मोड्ने हो कि अब हामी यहीँबाट होइन क्या यहीँबाट हो। हो ल मोड ए कति चिसो आम्माम्मा ओ आम्मा कस्तो उस लागेको दैट चिसो ठिक ठाउँमा छौँ हामी होइन ठिक ठाउँमा छौँ यो बुढोले रङ ठाउँमा त गएर लाँदै लाँदैन ओइ फेरि स्टेसनतिर जस्तो पो लाग्यो त मलाई त बुढी त्यतैबाट सिधा आएन रुल हेर न गाई रुल यहाँ कस्तो टली हेर न थ्याङ्क यू थ्याङ्क यू थुक्क देखाउनु मिलेन पछाडिबाट गर बुढी आऊ त पछाडि म पछाडि चलाउँछु तिमी धच्को हुँदैन कि तिमीलाई त म चलाउन कहाँ दिन्छु त यस्तो हाइवेमा पागल ल ल समात म तिमीलाई अडाउँछु कि है ओके कुरा गर्नुपर्छ देखाइदिउ हजुर को हो यो ह्यान्डसम तलदेखि माथिसम्म दायाँदेखि बायाँसम्म लाइट त बोले होइन यो बाइक देखायो यस्तो यस्तो गर्न मजा आउने रहेछ काट्देऊ अब हामी एकैचोटि मेरो मलाई एउटा उही कस्तो राम्रो आँखा गर नि त गर टच गर ए मेरो भावना छरिने होला हेर्नु खाएको त रोग एक्लै एक्लै खास त्योलाई मैले रोग कति राम्रो हुँदैन यो फुल जामा नजाऊ तिमी अब स्पार्क गरिन स्पार्क गरिन म्युट के हो त्यो ए अर्चितहरूको ए ओके यता त उयो ट्रेन नै रहेछ हेर्नु ल गाइस हामी अब मिसन पे आइपुग्न लागेछौँ है यता ट्रेन देखाइदियो त बुढी यतापट्टि साइडमा आयो त पुष्पराज पुष्पाको सुटिङ भएको यही हो नि त साँच्चै पुष्पा टुको यस्तै ठाउँतिर तापमा पागल आमाको कस्तो मजा मैले कहाँ समातेको बुढी समाज कम्मरमा च्याप्प
ओ यो त मोटरवे जस्तो लाग्यो त मलाई त यार मोटरवे नै हो यो। हो बाफ रे बुढाबुढी टली गयो टली ओए बखाल त न्युजिल्यान्डको रुलहरू चाहिँ एकदम दामी छ क्या गाइज है तपाईँहरू कोही आउन सोच्नु भएको छ भने प्लिज वेलकम एकदम राम्रो छ न्युजिल्यान्ड चाहिँ पैसा मात्रै छैन खासै कमाइ हुँदैन घुम्नलाई तर अब पिआरको लागि हो भने चाहिँ न्युजिल्यान्ड इज बेस्ट कन्ट्री अस्ट्रेलिया भन्दा पनि बेटर छ एकदम राम्रो छ यो भ्लगरहरूको कुरा बताउनु हुन्न है गाइजहरु ल भएको कुरो भने समात समाति राखौ तपाईँहरू अब न्युजिल्यान्ड आउनुहुन्छ भने चाहिँ प्लिज गाइज डिप्लोमामा चाहिँ नआउनुहोस् है डिप्लोमामा आउँदै नआउनु डिप्लोमामा आउनु भयो भने तपाईँहरूले एकदम दुःख पाउनुहुन्छ सबभन्दा बेस्ट भनेको मास्टर्स जस्तो बेस्ट अरू केही पनि छैन र त्यसपछिको अलि राम्रो भनेको चाहिँ मास्टरभन्दा अलिक कम चाहिँ ब्याचलर यतापट्टि हाम्रो साइडमा सी पनि छ सी देखाइदियो बुढी सी देखाइदियो ओ लभली लभली गाइज अनि अलि पहिले आउनुहुन्थ्यो त्यस्तो दामी रहेछ त मिसन पे त हो र ए म उसको स्टुडेन्टको लागि कुरा गर्दै थिएँ होइन त्यसरी आउनु भयो भने चाहिँ मास्टरमा आउनु भयो भने अझ कपालमा आउनु भयो भने बेस्ट भयो कपालमा आयो भने वर्क भिजा सिधै पाउनुहुन्छ तपाईँहरूले डिप्लोमा पनि पाइन्छ नपाइने चाहिँ होइन तर थोरै पाउनुहुन्छ क्या मास्टर भनेको चाहिँ एकदम यहाँ एकदम धेरै रुचाउने धेरै राम्रो मास्टरको लागि पिआरको लागि राम्रो कामदेखि लिएर हरेक कुरा राम्रो छ मास्टरको लागि चाहिँ डिप्लोमामा चाहिँ म हात जोड्छु प्लिज गाई कोही पनि नआउनु अस्ट्रेलिया चाहिँ म आएँ भने अस्ट्रेलिया जानु होइन तर न्युजिल्यान्ड चाहिँ नो न्युजिल्यान्ड इज नट बेस्ट कन्ट्री फर डिप्लोमा लेभललाई है तर मास्टर र ब्याचलरलाई भन्नुहुन्छ नि त ओ माई गड अस्ट्रेलिया अमेरिका भन्दा पनि बेस्ट हो क्या त्यति राम्रो छ क्या मास्टर र डिप्लोमा अरे के अरे मास्टर र ब्याचलरमा कस्तो बवाल छाल आयो बुढीलाई यो छाल देखाइदियो भाइ ल तर देखाइदियो ओ काटा कस्तो हरिक देख्यो यार है बुढी चलाउने यस्तै छाल खोज्या हो क्या खास बवाल छ क्या अब एक्सर्साइज गर्न पऱ्यो भने उतापट्टिको रो छ साइकल र लाइन हिँड्नु पऱ्यो भने यो रो छ गाडीको लागि त्यो रो छ क्या यो हो क्या रुल फेसिलिटी भनेको पिपुललाई यस्तो दिनुपर्छ क्या हाम्रो साला चोरहरू एउटै ठाउँमा गाडी दौडेर नि त्यही दौडेर साइकलले त्यही दौडा चोर साला केपी हो नि केही पनि हुँदैन यस्तो बवाल छ अगाडि साइक्लिङ छ पुरै उता मान्छे दौडिरह यता गाडी हिँडिरह यस्तो हाम्रोमा यता फेरि खेलिरहेछ नि यस्तो फरक के भयो नि यता ल्याउँदा छोड है यो दुईचोटि खिच्यो भने आउँछ क्या ओ आइ फेरि स्टेसन यहाँ छ तर है रमालो बगैँचामा नजाऊ तिमी बुटु लाग्छ कोलाबेरीको समाचार बुढी किन हो र यस्तो निस्किएको जति हल्लाए पनि यो भिडियो हल्लिन्न क्या रे
ओ सही सही ल ठिक छ राम्रो बवाल अहिले पनि गले ह तिम्रो होइन ठिक छ बुढी यत्तिकै ठिक छ ल यत्तिकै ठिक छ है घर होइन उयो ढुङ्गाको साउहरू बन्ने ठाउँ होला नि तिमीले बल्ल राम्रो आइडिया गरायो बुढी यार सही छ बवाला हागे नो फिसिङ उता यता चाहिँ फिसिङ रहेछ यता साइडमा चाहिँ फिसिङ छ केही भएन नि ए दादा मान्छे छैन दादा हिँड्दै छोडिदेऊ ऊ त डेबिन पट हाल्नु उताको चाहिँ उतापट्टि त डेबिन पट उता पहाड डेबिन पट हो कि यताको पहाड डेबिन पट हो मिसन बे नि आउन लाग्यो यही मिसन बे मैले मामालाई एकदम मिस गरिरहेको छु यार अहिले मामालाई ल्याउने भनेको मामालाई ल्याउन पाइएन होइन एकदम ब्याड लक यसको लागि अर्कोचोटि चाहिँ चिलमा घुम्नु पर्दा मामा भान्जु मिलेर है अहिले बिचरा बिजी हुनुभएको मामा त्यो भएको कारणले गर्दा ल्याउन पाइएन आइएम सो सरी अर्कोचोटि चाहिँ बाबालाई घुम्नुपर्छ टक्क लगाएर भाषा बुढी दामी भए हामी आइपुग्न लाग्यो मिसन बे काइ छु ढुङ्गा लिएर टक्ले ए होइन लोकेसनै देखाएको छ त यहीँ ए त्यही हो ए ठाउँै रहन्छ यता त यार बगैँचामा नजाऊ तिमी मुटु यहाँमा मलाई झारे कि कति बाठी हो थार हेर न थार खेला गाइस घरमा गएर एकछिन राम्रो आएको नि त फुलहरूको बवाल छ यार मिसन बे म पहिलोचोटि आएको न्युजिल्यान्ड आएको 2 महिना भयो मिसन बे जाने भनेको चाहिँ धेरैचोटि भनेको हो तर आज नि आउन खोजेको थिएन अल्छी लाएर बुढीले अब बुढीको माया त हो सबैभन्दा ठुलो बुढीले जम्की जम्प भनेको भएर चाहिँ म निस्केको कि अहिले चाहिँ तर त्यो गाडीमा भन्दा चाहिँ लाइनमा आउनुहोस् है बवाल हुन्छ लाइनमा चाहिँ पुरै भ्यू त्यही माथि हावा नेचुरल होइन नेचुरल हावा खायो सर र गाडीमा चाहिँ अब भित्रै हुन्छ नि त तातोमा गुम्म भएर हुन्छ ल लु ए उयो बिच हो है ल बाबा लाग्यो यो मिसन आइपुग्न लाग्यो सजिलो छ तर ठाउँ त Nobody wants to ask to get the band to can nobody. ए सबै सबैजना भएर कहाँ हेर्नु अलि माथि हो ऊ त्यो पुलमा जाउँ न उहाँ पुल देखेछ नि ऊ पुलमा जाउँ अनि हिँड्दै आउँदा च्यापस ए पहिला थिएन यता रहेछ नि त मान्छे त टन्ने दामी मान्छे आउँदो रहेछ अघि नै गऱ्यो यसरी गर न त्यसरी सरी यहाँ छाला आउँदो रहेछ राम्रै
माछा निस्किसक्यो हो ओ टाढा छ क्या त्यो त जाउँ के अरे तौरुङ्गा गएर मामालाई भेटेर आउँ न त यत्तिकै लाइममै गएर आइदिउँ 2 दिनपछि अकल्यान्ड सिटी हेर बरु काठमाडौँ भिडभाड हुन्छ यार अब छैन यस्तै आइसक्रिम खाइदिउँ न त खाइदिउँ कतिको महँगो छ कोसँग ए दाइले घुमाउनु ल्याउनु भएको हो त्यो दाइलाई हामीले भेट्न पर्ने हो कि एकचोटि म आछ भन्ने थाहा छैन त्यो अर्को चोर नि अर्को चोर त्यो दाइसँग आएको अर्को चोर थाहा छैन मिल्दैन होला पास भयो त अब चलाउँदा चल्दा त्यो फोन उडाउला है हिँड्दैन राखा स्क्यान गर्ने ट्राई गर स्क्यान गर्नु मेरोबाट ऊ करायो छोडिदेऊ कसैले ल हामी चाहिँ अहिले मिसनकै आइसक्यौँ गाइज है दामी छ यता पो राम्रो आएर चाहिँ क्या है यो भएको राम्रो आएको हेर न हेर त टाढो भयो जाम हामी बुढाबुढी कहाँ अल्बर्ट पार्क हिँडेको मान्छेको ताल हेर न त्यहाँ ऊ त के हो त्यो प्यारासुट होइन त्यो एउटाले उस बोकेर आएको क्या प्यारासुट जस्तै अब के हो डुब्दै हो लास्ट चिसो रहेछ यता ऊ त्यो पहाड चाहिँ कहिले पुग्ने हामी डुब्छ त यहाँ हामी एकचोटि कहाँको बुढी यहाँ डुब्छ त हेर्नु त त्यो यहाँ चाहिँ फिसिङ भइरहेको है ए यहाँ माछा मात्रै पाउँदो रहेछ त्यो बगुलाहरू माथि फिसिङ जोन डर रहेछ कि पुरै फिसै फिस छैन चाँडै रमाइलो हुन्छ ज्याकेट लगाएर बसेर हेलो के को समुद्रतिर चाहिँ अनि चाहिँ म त स्विमिङ खेल्न जाने छैन पो ए तलै जाने मिल्दो रहेछ नि म जान्न ब्लग बना क्या गाइस हामी चाहिँ अहिले यो के अरे मिसन ब्रेकको फिसिङ गर्ने ठाउँमा आछ पर भाइ ल गाइस हामी अघि फिसिङ एरियाबाट चाहिँ बिचतिर आछौँ होइन अहिले चाहिँ तल नाउ
पाइँदैन 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 क्यान्सल छ त्यहाँ इन्टु लेखेछ क्या मिल्दैन यहाँ भलिबल खेलिरहन न सबैजनाले पहाडी छ क्या पहाडी यस्तो जाडो नभएको मलाई यस्तो जाडो भयो यार छट ल रमाइलो रहेछ सबैले रमाइलो गरिरहन् मिसन बेमा ओके गाइस फाइनली आजलाई यति नै भयो मेरो बुढी बिचरा कुरेर बसिरहेछन् झ्याउ लाग्यो होला है बुढासँग आउन अब फाइनली भ्याइयो आजको भ्लग्स यति नै छ है मुटु यहाँ हो ल गाइस हामी चाहिँ अहिले भाइ झन्डै लडेन हामी चाहिँ अहिले भाइरल आइसक्रिम खान जाँदैछौँ है बुढीले लाँदैछ कहाँ रहेछ भाइरल आइसक्रिम किन नकुदेको ओके हामी अहिले यी खराएको जोन देखाएको छ अनि बिस्तारै हिँड्छ यो सिउसेरी आयो नि त होटल एरिया हामी चाहिँ अहिले त्यो भाइरल आइसक्रिम भनेछन् क्यारे बुढीले हेरौँ कस्तो खालको आइसक्रिम खुवाउन लागि खास के भाइरल होइन के नर्मल हो नर्मल हो पागल ओ छिटौँ नि हामी यहाँ यता लाइम त रहेछ तर सब चार्ज भएको लाइम हुँदो रहेछ क्या अनि बुढी अहिले ए यसमा चार्ज छैन हरियो बोलेको बुढी लिएर आउने होइन अरू पनि भेटिहाल्छ नि हिँड न भेटिन्छ सिटीमा त ए दामी रहेछ नि यहाँ यो तिमी र सपना बहिनी आएको नि होइन मिसन भाइ ए यहाँसम्म पानी फाल्यो यार सही हो तर ए मेन यहाँ रहेछ मिसन बे अनि चाहिँ अनि हामी उहाँ के गरेर गएको त नि काम न काँसेको बुढी हो अगाडि हेर यसको ठुल्ठुलो ठुलो आयो मम्मा मियाको रास्ता है मम्मा मियाको रास्ता यता लाइमै छैन नि त बुढी एउटा नि ए रहेछ ल टर्न ल यहाँ पार्क गर यता यहाँ पार्क गर त्यो लाइनमा गरेर राखिदिनु गएर होला उस्तै गऱ्यो रातो गऱ्यो काले आएपछि बुढी आफूले घन्टी बजाउनुपर्छ ओके तर बुढी मैले सोचेको जस्तो रहेछ नि त मिसन बे बल्ल चाहिँ अघि त यस्तो हेरेको सुनसान छ बा यो चाहिँ बवाल रहेछ बरु ल ओके हामी मिसन बेतिर छौँ मेरो के जान्थ्यो बुढी आऊ यताबाट ल हामी अहिले अब हो त्यो बगैँचातिर जानुपर्ने हो पुरै हिँडेको तर यहाँ त राम्रो रहेछ नि बरु यार पौडी खेलेको भने चाहिँ आम्मा यस्तो टाढोमा थेट यही भने तिमी के अरे चिसोमा म त गर्मी नै भन्नु पऱ्यो होइन र कस्तो राम्रो कि पाहाड हेर नि त्यहाँ अगाडि मेरो बुढी कामेकी हेर त कामेकी आमा मुझको पहचान लो मैं हूँ पर्दैन
ल ल आइज अब त यो ऊ त्यहाँ रोडमा गएर लेख त जिन्दगी मेटिने नाम सही छाला आउने तर है के हो यो अलि भित्र गएर लेख न ल बुढाबुढी फाइनली मिसन बे पनि आयो होइन त्यहाँ त मेटिन्छ क्या बुढी कहाँ लेखेको मेरो बुढी नाम हेर नि त्यहाँ यहाँको पानी वहाँ रोडमा पुग्छ यार आम्मामा छिटो आउनुपट्टि जाडो भएर चाहिँ ओके बुढी के भन्छ त नि बुढालाई पहिलोचोटि ल्यायो मिसन बे म त एकदम थ्याङ्क यू सो मच माई लभ माई ब्युटी मैले के सोधेर थिएँ उता उसलाई बच्चालाई ध्यान छ 1-2 वर्षपछि हुन्छ हाम्रो पनि नाच्थ्यो कस्तो लाग्दैन बुढोलाई फर्स्ट टाइम ल्याउँदाखेरि बाउ त त्यही हो भन्ने त्यति हो अनि अरू अनि एकदमै मजा आएर अनि एकदमै रमाइलो भएर अनि एकदमै जाडो लागिरह अरे मैले सोधेँ एन्सर दिएँ न त छैन यहाँ चाहिँ हाम्रो मिसन बेको प्लेग्राउन्ड खेल्ने बुढी बजार खुब रमाइलो गरेर नि उताको त के रहेछ तिमी आऊ तिमी उता चिप्लेटी खेल आऊ आऊ न राम्रो हो ऊ आऊ त्यो पालबाट छिर उहाँको चिप्लेटी खेल ल मेरो बुढी चिप्लेटी खेल्न गएछ होइन सिधा होला नि एक ठाउँमा चिप्ल्यौ कोही पाइन्ट 4 भयो होइन खै भाडा चाहिँ लाऊ यतापट्टि आऊ अब यो युएसमा पनि छिर ल छिर यो चाहिँ जानेर चाहिँ कसरी ट्याक ट्याक घुम्ने कुरो हो के ए घर हो त्यो त ए घर भनेको म त त्यो घुम्ने कुरो भनेको भन्दा अस्ति नै पेट एक्सर्साइज सही हुन्छ त ओए यो घर हेर न घर हो कि होटेल हो यो कस्तो होटेल होला नि के घर हुने र यस्तो कस्तो हरिफ बनाएको यार है बालकोनीलाई पनि सही हुने के मिसन बे चाहिँ मलाई राम्रो लाग्यो अहिलेसम्मको म त अकल्यान्ड भन्दा नि यो ठिक लाग्यो के हेर न होइन बुढी होइन अकल्यान्डमै पर्छ पर्न चाहिँ
तर चाहिँ भने त्यहाँको कुन स्ट्रिटहरू यो बिटोमाट भन्दा यिनीहरू ठिकै यस्तो बवाल बवाल होटल छ यहाँ सानो तर बवाल बवाल होटलै हो नि म त सौरा आएको जस्तो फिल भयो हाम्रै सौराै हो यताबाट गाडी आयो फेरि उता रोक रोक सौरा आएको जस्तो फिल भयो मलाई जिङ्गो लिक्विड उनीहरू हो यहाँ ऊ यिनीहरू हो उहाँ चोकमा हो तिमीले भनेको त उहाँ हो कफी खाने हो र कफी खाने हो कफी खाऊँ न जम एक ठाउँ गएर बुढाबुढी टक्क बसेर खाऊँ भरे त $50-100 झम्म रह्यो होइन यही होला ग्राउन्ड नट्स अप आइसक्रिम यहाँ गाडी हेर नि त कस्तो हरिब होइन आवाजै त्यस्तै मिठो छ क्या सब ब्रिटो मार्टको मात्रै लाग्दो रहेछ त गाडी यहाँबाट बस चलिरहेको त खाली खाली छैन ऊ त्यही लाइट ल हामी मुभ एन्ड पिकमा जानलाई हामी त आइसक्रिम खानलाई मेरो बुढलाई मनपर्ने भाइरल आइसक्रिम म भिडियो पनि देखाउँछु है त त्यो आइसक्रिमको कस्तो छ मुभ एन्ड पिकमा रहेछ दरो भिड छ त्यहाँ छन चाहिँ आम्मा हाउ ल हो कफी खाने कि आइसक्रिम खान्छ नि कति धेरै भेराइटी हुन्छ नि आइसक्रिम ट्राई गर्नलाई क्या ट्राई गर ट्राई गर क्यापुचिनो भेनिला ड्रिम नि भन न एकचोटि बुढी भेनिला ड्रिम भन त भन एकचोटि भेनिला ड्रिम त्यो नर्मल भेनिला हो के हो र दुईटा खाम न त्यो यो त किड्स वाला हैन क्याप एउटा मात्र खाने क्यापुचिनो तर वाफल कोनमा खाम किड्स वालामा हम के 690 को दुईटा नो एउटा सिंगल ल one in vanilla and one in cappuccino cone normal cone Yeah. You can hold him. Two. यहाँ राख्यो नि ल अब भित्र बस्नु कस्तो हरिब गाडी कुन गाडी हो यो नयाँ कपमा खाने चाहिँ बस्ने होला नि त अनि मिठो आएन तिम्रो मिठो हो मेरो लास्ट मिठो एकछिन पाउनु मिठो हो त ल आज भाइरल आइसक्रिम खायो यस्तो जाडो छ यहाँ यति चिसो छ नि तर चिसो भए पनि आइसक्रिम चाहिँ चाहियो क्या हाम्रो नेपालमा जाडो महिना छ आइसक्रिम नखाउँ होला घाँटी बस्छ कहाँको घाँटी बस्ने र मान्छेको भिड देख्छ नि मान्छे तर्सिन्छ क्या अहिले देखाउँ अघि देखाइसक्यो हामी यति भिड छ गाई झन् त्यही माथि समुद्रको छेउमा यति जाडो ठाउँमा आइसक्रिमको भिड छ क्या मान्छेहरूले आइसक्रिम हिटरमा बसेर खाइरह्यो यहाँ माथि हिटर चलिरह
आइसक्रिम खाइरहन् क्या सबले यो मिठो आयो त्यही भएर खाने मुखलाई जुङ्गाले छेक्दैन भनेर त्यही हो खाने चिज खाइहाल्नु पर्छ क्या जाडो न गर्मी हेर नि त हो कफी नै खानु मन लाग्यो हाम्रोमा गर्मी महिनामा मात्रै चल्छ जाडो महिनामा चल्दैन आइसक्रिम ऊ भङ्गेर आएर नि त्यहाँ ल हामी चाहिँ अब यहाँबाट बाई बाई कफी खाँदै जाऊँ न कफी ओ पुच्चे चे कफी नखाऊँ भयो तिमीले जुन जुन मन पऱ्यो त्यही ल्याउँथ्यौ अनि लास्ट टाइम खाँदाखेरि मिठै हुन्न अनि कुन ल्याउँथ्यो क्यापाचिनो कुन खाने लाउ हेर न त्यहाँ बाइक स्पोर्ट्स बाइक गरे होइन बुढी घर चाहिँ सही हो क्या चोर त लुत्तै छिर्छ त चान्सै हुँदैन चोर्नु त मलाई यो चाहिँ उसो जस्तो लाग्यो क्या अपार्टमेन्टहरू क्या ओपन होम अनि घरहरू त दामी है भित्र हेर न कस्तो हरियो क्या ल गाइस हाम्रो आजको भ्लग आजको घुमाइ होइन आजको रमाइलो अब यहीँ समाप्त भइरहेको छ अब यति भन्दा म भिडियोलाई यहीँ इन्ड गर्न चाहन्छु हाम्रो भ्लग यहीँ सकियो गाइस अब भ्लग चाहिँ म एडिट गरेर तपाईँलाई आज र भोलिमा चाहिँ युट्युबमा हाल्छु त्यसमा हेर्नु होला है ल गाइस हामी चाहिँ फर्क्यौँ अहिले के अरे मिसन बेबाट घरतिर होइन उलवत पछि अनि बल्ल सिधा उलवतबाट अनि बल्ल सिधा जान्छौँ हामी एङ्गलमा गएर एङ्गलमा हुँदैन नि त है ल ए यसरी मिल्छ बुढी हाम्रो त बेहाल भयो नि त घुम्न हिँडेको मान्छे साला लाइमको ब्याट्री भ्याइराखे कस्तो खाले होला अब यहाँबाट हिँडेर 1 घन्टा 6 मिनट छ हामी घर पुग्नलाई बस स्टप पनि यता कतै छैन बुढीले जगिङ गरौँ रे यता कति मिनट त जगिङ गर्दो रहेछ 1 घन्टा 6 मिनट भयो त ल होइन जगिङ गरिरहेछ कति गाह्रो हुन्छ कहिले नदौडेको भएर किन हुँदा के माया लाग्छ र उखमा लाग्छ नि मेरो याद आउँछ र मलाई यसरी फाल्दै भन्नु न नि किन माया लाग्छ र बुझ र बगैँचामा नजाऊ ए मैले जस्तो 4वटा हात जस्तो लगाएर क्या अगाडि ऐनामा नि यस्तो पन्जा जस्तो राखेर रहेछ त्यस्तै लगाएर ल गाइज हामीले चाहिँ दुःख पाएँ मैले है मिसन बे गएको मिसन बेबाट एउटा 3 स्टेप ब्याट्री भएको चाहिँ लाइम लिएर आएको बिच बाटोमै बेपत्ता बिच बाटोमै लाइमको ब्याट्री भ्याइयो अनि के अरे अहिले हिँड्दै आछौँ म्यापमा यसो सर्च गरेको त कति टाइम लाग्छ भन त 1 घन्टा 6 मिनट रे राम 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 बिस्तारै बिस्तारै देखाएको होला नि त म्यापले नि हामी त फटाफट हिँड्यौँ नि त अनि यस्तो आदि त होइन त्यसले देखाउनु त हामी जहाँबाट त्यहाँबाट देखाउने हो नि त कहाँ मिसन बेबाट देखाउने हो त गुगल म्यापले मैले यहाँबाट सर्च गरेँ भने यसले मलाई यहीँबाट देखाउँछ थोरै न मिसन बेबाट देखाउँछ त ए अहिले चाहिँ बिचमा आइसक्यौँ भनेको कुनै पुल बारी हो मैले भनेको ल ओके ओके जवाबदारी अघि नै हाम्रो म्यापमा के हाम्रो म्यापमा के हाम्रो म्यापमा
कहाँदेखि देखाएको चाहिँ वहीँदेखिको के अरे टाइम देखाएको के कहाँदेखिको हामी हिँडेको अनि पुलबाट पागल